वाह हामी राति 10 बजेतिर के गर्दैछौँ ल सबैजना रातिको ब्रेकफास्ट हुँदैछ रातिको के 10 बजे कसैको ए लेमन खाइ देखाउनु टक्क पार्नु हाम्रो ब्रेकफास्ट रातिको मस्त 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 यहाँ राति 10 बजेसम्म देखाउँछु टक्क पार्नु न भन्नु अनि चियासँग लेमन र चटनी को खान्छ हामी खान्छौँ के राति सबैले बिस्केट ब्रेड खान्छन् तर हामी लेमन खान्छौँ र चटनी खान्छौँ चियासँग दिदी पनि खाँदै हुनुहुन्छ उहाँ दिदी पनि खाँदै हुनुहुन्छ लेमन लेमन चटनी अनि लेमन टी विथ चटनी को चटनी विथ लमहीमा भन्नु लमही में आगे टपटी टपटी हमरे चिया संग चटनी और चाय संग खाई चिया संग चटनी और का ककटी खाई थी ये हम आगे कहाँ बा ब्रेड ब्रेड पनि रहेछ हो मैं नहीं देखल रहूं हेरो 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 सब दे हेरो 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 लेमन हालेर खाएको अहिले लेमन छ चियामा चियासँग चटनी कसैले खानु भएको थियो तर हामी खान्छौँ खाइ देखाउनु न दि चटनी पनि खानु के चटनी पनि खानु न कसरी खानु त टक्क पार्नु ल मिलेन अब देख्नु न अहिले हेर्नु है चटनी अनि चिया ओ अशोक चटनी खाने किन खाल्यो काटो हजुर नाइ न सुल्को हो अन्धारमा गएको न सस्तो सस्तो मोबाइल के हालत का रही त सौरभ यसलाई मिलाउन मिल्छ ले मिलाउन हौ हावा यस्तो भुट्नी जस्तो भएको छ मामी सुकमा दिदी रुन थाल्नु धुवा आइरहेछ आगो पनि खतरा छ आगो त्यहाँको राम्रो छ के जिन्दगी जिन्दगी यस्तै छ फेरि सेकुवा पनि खाइएला हो सेकुवा चाहिँ के को खानु हो पल्लो मेरो चिया कहाँ गयो सेकुवा खाना ल त्यहाँ पल्लो 4 कुटाको ल जाउँ छैन नि अहिले मोमो खानुपर्छ क्या ए चटनी र चिया म पनि खाँदैछु मस्त छ फेरि चिया चाहिँ हो कि आउनु होला कसैलाई खान मन छ भने लमहीमा आउनु होला चटनी र चिया र लेमन भयो जल्यो चिया खाएर देखाउन यहाँ चिया खाएर देखाउन चिया खाएर देखाउन चेज गर्नु चिया खायो मामी चिया धुवा अनि लेमन चटनी खाइरहेछौँ कि हामी राति 10 बजे जिन्दगी त हाम्रो छ के आजको जिन्दगी बेहाल भइसक्यो सुक्खा दिदी रोएको देखाउँछ
उहाँ दिदी झन् चिया खाँदै रुँदै चटनी लेमन आगो सब हुँदैछ उहाँ दिदीको हेर्नु त हो उहाँ दिदीले चाहिँ आगो बालेर आउनुभयो धन्यवाद हो डाङमा यसो प्र्याक्टिस गरेको नि पछाडिबाट पो राम्रो आउने रहेछ हो त्यो नुन सकाउनु पर्छ हौ पैसा दिएको मैले ए एउटा प्लास्टिकमा राख्नु पर्दैन त नि हल्लाई त खाऊ न अहिले एकछिनमा पनि खान मन लाग्छ कि त्यही आगो ताप्दै मुढाको कुरा सुन्नु बुढाको भनेको कहाँ पाउनु हो हेर्नु न छ नि हाम्रो दि रुँदै हुनुहुन्छ रुँदा रुँदै चिया खाँदैछौँ टिस्यु पेपर दिँदै हुनुहुन्छ आँसु पुस्नलाई यसो कोहीसँग छ भने टिस्यु पेपर दिन आउनु हो हामीलाई अब गाडी नपाएर सबै रोइरहेछौँ हामी राति 10 बजे अशोक चाहिँ हाँसिरहेछ है हाँसेर देखाऊ लाइफमा यति मिठो चिया चाहिँ कहिले लागेको थिएन हौ हैन आगो पनि त यति मिठो आगो कहिले लागेको थिएन चटनी पनि लेमन पनि आज त जे पनि मिठै लाग्छ हो अहिले पछाडिबाट बनाउँछु म अहिले मस्त